गाउँठाउँमा पनि जागिर पाइन्थ्यो होला नि तपाईँ यहाँ आएर यसरी? पाइन त पाइन्थ्यो होला क्या। अब आफ्नै पक्ष चाहिँ कस्तो छ भने कि आफ्नो मान्छे हाम्रो मान्छे भन्दा नि राम्रो मान्छे भन्दा नि हाम्रो मान्छे हेर्ने प्रक्रियाले गर्दाखेरि अब बाहिरै घुचाटिनु पर्ने अवस्था हो गाउँघरमा त। त्यो त अब पहिलाको सरकारमा त्यस्तो थियो होला। अब अहिलेको त बालन सरकार आइसकेपछि त धेरै बालेन सरकार परिवर्तन भयो होला नि। अब बालेन सरकार आइसके पनि तर त्यस्तो भइसकेको छैन। थाहा भएका कुरा हुन्। छिनमै मान्छेहरूले के गर्छ, मलाई मेरो एकाउन्टमा यति पैसा हाल्दे तेरो काम गर्दिएँ सम्म भन्ने त्यस्ता केसहरू नि भेट्टाइसक्यो हामीले। त्यस्तो त प्रुफ हुनु पर्यो नि। त्यतिकै भनेर मात्र हुँदैन। भोलि बिहान यस्तो आफूले नदेखेका प्रुफहरूलाई लिएर वास्तविक हामीले त्यस्ता कहानीहरू सुन्यौँ नि त। त्यस्तो कहानी सुनेपछि त यस्तो होइन भन्ने हामीलाई त्यही त हाम्रो मान्छे मात्रै हेर्ने, राम्रो मान्छे नहेर्ने त्यस्तै अवस्थाले गर्दा त हो।